मायामा न त जात हुन्छ न त उमेर नै। दशकबिन दुबईको प्रेमले बङ्गलादेश पुगेकी लोकदोहोरी गायिका पद्मा पौडेल भन्छिन्, नेपाल जान मन लाग्दैन, नेपालको भन्दा पनि बङ्गलादेशको बढी माया लाग्छ। नेपालका ती बाआमाको माया या त दाजुभाइप्रतिको एउटा एट्याचमेन्ट सबै आउँछ हैन, तर मलाई चाहिँ त्यस्तो त मुटु काट्ने याद चाहिँ आउँदैन के। वरिष्ठ कलाकार पशुपति शर्मा, विष्णु माझी, रीता थापा लगायत थुप्रै कलाकारहरूसँग सहयात्रा गरेकी गोल्मीमा जन्मिएकी पद्मा पौडेल हाल 13 वर्षदेखि बङ्गलादेशमा छिन्। लोकदोहोरी क्षेत्र छोडेर रोजगारीको सिलसिलामा दुबई पुगेकी पद्मासँगै कम्पनीमा काम गर्ने बङ्गलादेशका युवकसँग प्रेममा परेपछि उनी विवाह गरेर बङ्गलादेश पुगेकी हुन्। हिन्दू धर्ममा जन्मिएर मुस्लिम बनेकी उनी हाल बाहिरी मान्छेलाई अनुहार देखाउँदैनन्। भाग्यको खेल भनौँ अथवा परिस्थिति नै, यो ठाउँमा कोही नेपाली छन् न त कोही आफन्त नै। र पनि उनलाई नेपालभन्दा बढी बङ्गलादेशकी बढी माया भएको र नेपाल फर्किने इच्छा समेत नभएको उनले बताएकी छिन्। के साँच्चै मायाले यतिसम्म एकोहोरो बनाउँछ र? आफू जन्मेको ठाउँ, आफूलाई जन्म दिनुभएको बाआमा कसैलाई नै देख्न मन नलाग्ने हो कि बाध्यता होला? कृपया तपाईँको धारणा कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। तिमीलाई भाषा दाइ सिकाउनी म छु नि रेलाई सलाला। तिमीले कसको बाँकी छौ भन, आड फेरि मलाई दाइ फुस्काउला नि यता ढाड रेलाई सलाला।